हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। अनि हामी चाहिँ यहाँ सन्चै छौँ अनि हजुरहरू पनि सन्चै हुनुभएको होला। अनि आज चाहिँ हामी कता जानेछौँ भन्ने कुरा चाहिँ अहिले एकछिनमा थाहा भइहाल्छ हजुरहरूलाई चाहिँ। अनि यो हो शालिग चोक। अनि फाइनली अहिले चाहिँ हामी शालिग चोकमा आइपुग्यौँ। अनि त्यहाँपछि यो एरिया चाहिँ हामी बस्ने एरिया हो है। अनि हामी चाहिँ यो शालिग चोकको नजिकै बस्छौँ र अहिले चाहिँ हामी कलङ्की जाँदैछौँ है त गाइजहरू। अनि यो हो कलङ्कीको बजार। अनि यहाँ चाहिँ मान्छेहरू धेरै हिँडिरहेको छ अनि गाडीहरू पनि धेरै नै गुडिरहेको छन्। अनि यहाँ चाहिँ मान्छेहरू आफ्नै काममा सबैजना आफ्नै काममा व्यस्त भइरहेका छन् भने हामी चाहिँ कलङ्कीको एरियामा आइपुग्यौँ र अनि त्यसपछि हामी चाहिँ बाटो क्रस गरेर उतापट्टि जानुपर्ने हुन्छ। अनि यो चाहिँ मेरो दिदी हो। अनि यो बाटो चाहिँ उतापट्टिको बाटो चाहिँ उता बस पार्क जाने बाटो हो भने उताको चाहिँ बस पार्कबाट गाडीहरू पनि आइरहेको छ। अनि हामी चाहिँ यो बाटोहरू क्रस गरेर चाहिँ पारि जानेछौँ है त। अनि हामी चाहिँ अहिले बाटो क्रस गरेर पनि पारि आइसक्यौँ र अहिले चाहिँ हामी दुईजना चाहिँ पसल जाँदैछौँ है त। अनि हामी चाहिँ पसल किन जाँदैछौँ भन्ने कुरा चाहिँ अब हजुरहरूलाई थाहा हुन्छ। अनि हामी चाहिँ पसल आइपुग्यौँ र यो पसलमा चाहिँ हामी किन आएको भने चाहिँ मम्मी भोलि मदर्स डे हो नि त। अनि मदर्स डेको लागि चाहिँ मम्मीलाई केही चिज लाने भनेर चाहिँ केही चिज लैदिउँ न अब दिउँ न अब मम्मीलाई चाहिँ मदर्स डेमा भनेर चाहिँ हामी गथ्यौँ। तर त्यो पसलमा चाहिँ हामीलाई केही पनि मन परेन र हामी अरू पसलतर्फ लाग्यौँ है। अनि यो चाहिँ कलङ्कीको बजार। अनि यो कलङ्कीको बजारमा चाहिँ आज लास्टै भिड थियो कि किनभने चाहिँ यहाँ अब जाम पनि भएको थियो। अनि त्यो बेलुकाको टाइम भएर पनि होला त्यस्तो भिड भएको। अनि हामी चाहिँ अरू पसलमा गयौँ र धेरै कपडाहरू छान्यौँ। दिदीले पनि धेरै कपडाहरू छानिरहेको थियो। अनि दिदीलाई चाहिँ मैले विशेष गरी किन लिएर आएको हो भने चाहिँ दिदीले चाहिँ कपडा मलाई चाहिँ खासै कपडा छान आउँदैन नि त। त्यही भएर मदर्स डेको लागि चाहिँ मम्मीलाई केही कपडाहरू चाहिँ दिउँ भन्नको लागि चाहिँ अब दिदीलाई छान्न लिएर आएको होइन, कपडाहरू चाहिँ छान्न लागेको। तर हामीले कुनै पसलमा पनि राम्रो भेटाएन। अनि यो चाहिँ कलङ्की वारी भन्छ चाहिँ खासमा कलङ्की वारीको त्यो साइडभित्रपट्टि जाँदा चाहिँ हामीले यो बजार भेटाउँछौँ होइन। अनि यो बजारमा चाहिँ अनि हामी यो पुरै बजार यो अब कपडाहरूको जस्तै कपडाहरूको पसलहरू भनौँ न। अब कपडाहरूको पसलमा चाहिँ हामीले सबै चार्छौँ तर खासै राम्रो भेटाइँदैन। अनि दिदीले चाहिँ एउटा टी सर्ट चुज गरेको थियो होइन। अनि यो टी सर्ट नि ठिकै थियो, राम्रै थियो, तर प्राइस पनि राम्रै थियो। अनि यो टी सर्ट चाहिँ लिने भन्ने थियो तर दिदीलाई नि खासै मन परेन, मलाई पनि खासै मन परिरहेको थिएन। अनि त्यो टी सर्ट पनि हामीले लिएन। भनिदिएपछि त्यो दिदीले लगाएको क्याप चाहिँ मैले आजै किनेको हो। अनि त्यसपछि त्यो क्याप चाहिँ आज किनेको हो। अनि त्यसपछि हामी चाहिँ धेरै ठाउँमा कपडाहरू चुज गरेर अब नपाएपछि चाहिँ हामी अब घरतिर लाग्यौँ। अँध्यारो पनि भइरहेको थियो नि त। अनि मान्छेहरू पनि सबैजना घरतर्फ नै लागिरहेको थियो। अनि हामी चाहिँ अब हामीलाई भोक पनि लागिसकेको थियो कि। अनि त्यसपछि हामीलाई भोक लागेको थियो। अनि हामी चाहिँ खाजा पसल के खाने भनेर सोचिरहेको थियौँ। अनि हामी चाहिँ चटपट पसलभित्र पस्यौँ र अब त्यहाँको आन्टीलाई चाहिँ अब पसल चटपट बनाइदिनु भन्यौँ र अनि हामीलाई चाहिँ लास्ट भोक लागिरहेको थियो। अनि हामीले चाहिँ 50 रुपियाँको चटपट बनाउन लायौँ आन्टीलाई। अनि हामी चाहिँ दुईजना चाहिँ बसिरहेको थियौँ। अनि आन्टीलाई चटपट बनाउन लायौँ। अनि आन्टी चाहिँ चटपट बनाउनतर्फ लाग्नुभयो। अनि टमाजुस लाएर चाहिँ आन्टी चटपट बनाउनु भयो। दिदी चाहिँ उता मोबाइल हेरेर बसिरहेको थियो भने म चाहिँ यता भिडियो क्लिक गर्दै बसिरहेको थिएँ। अनि त्यो टोपी चाहिँ मैले आजै किनेको हो कि फाइनल्ली। अनि आजै किनेको टोपी हो त्यो चाहिँ। अनि हाम्रो चटपट पनि रेडी भइसक्यो र अनि हामी चाहिँ चटपट खानतर्फ लाग्यौँ। दिदीले पनि चटपट खाइसक्यो र मैले पनि अब चटपट चाहिँ यस्तो दामी थियो कि आन्टीले बनाएको चटपट चाहिँ यस्तो दामी थियो, मलाई पनि यस्तो दामी मिठो लागिरहेको थियो। अनि त्यसपछि चटपट चाहिँ हामीले खायौँ र अनि आन्टीलाई पैसा दिन लाएँ मैले चाहिँ। अनि दिदी पनि अब रुमतिरै जानुपर्छ, अब अँध्यारो पनि भइसक्यो, अब धेरै बाहिरतिर हिँड्नु हुँदैन, अब रुमतिरै जानुपर्छ भनेर चाहिँ हामी चाहिँ अनि आन्टीले पैसा पनि फिर्ता दिनुभयो। अनि आन्टीले पैसा फिर्ता दिएपछि चाहिँ हामी चाहिँ फेरि रुमतर्फ नै लाग्यौँ। मान्छेहरू पनि लास्टै भिड थियो मान्छेहरूको। अनि त्यसपछि हाम्रो कोठामा चाहिँ तरकारीहरू सकिरहेको थियो। अनि बाहिर चाहिँ तरकारीको ठेलाहरू
चाहिँ लगाइरहेको थियो। अनि दिदीले चाहिँ अब आलु सकिएको छ भनेर अनि दिदीले चाहिँ आलु प्याक गर्न लायो होइन। जस्तै 2 केजी आलु चाहिँ छान्न लायो दिदीले चाहिँ। अनि छानेर चाहिँ दिदीले 2 किलो आलु चाहिँ हाल्यो। 2 किलो आलु हालेपछि चाहिँ म चाहिँ यहाँ शालिग चोकको यसो वातावरणहरू यसो हेर्दै थिएँ। अनि दिदी चाहिँ आलु हाल्थ्यो, अरू आलुहरू हाल्दै थियो। यहाँबाट जाँदैखेरि चाहिँ उज्यालो थियो, अहिले चाहिँ अँध्यारो पुरै अँध्यारो भइसक्यो र होइन। अनि गाडीहरू पनि धेरै नै गुडिरहेको थियो। अनि यो शालिग चोकमा चाहिँ बेलुकातर्फ चाहिँ यस्तो रमाइलो हुन्छ क्या, मान्छेहरू पनि टन्नै हिँडिरहेको हुन्छ। अनि म चाहिँ दिदीले आलु चुज गरिसक्यो। अनि म चाहिँ आलु लिएर चाहिँ रुमतिर लागेँ। आजको भिडियो चाहिँ यति नै छ गाइजहरू। सबैले सब्सक्राइब गरिदिनु होला, सेयर पनि गरिदिनु होला है त।